यो बाटो चाहिँ भन्ने कस्तो दामी लाग्छ मलाई क्या यो बाटो 120 km/h को हाई स्पिड अचिभ पनि गरियो ल यो बाइकमा हजुर हामीलाई जाडो हुँदैन हौ त हामी एकदम यङ ब्लड हो खुन उम्लिरहेको छ पुरा तातो खुन फेरि पनि यहाँ पानीले डिस्टर्ब गरेर हामी यहाँनिर एउटा यहाँ घरमा आइरहेको छौँ हो मजाको पो रहेछ त साँच्चीमै तोदे त वेलकम टु तोदे बजार हो सो फाइनली हामी आइपुग्यौँ तोदे काटेर पनि तल हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ म मेरो भिडियोको जुन थियो नि ट्रिप टु भुटान बोर्डर होइन ट्रिप टु भुटान बोर्डरको पार्ट 2 गर्छु भन्दा यतिको दिनसम्म आइसक्यो है अनि आज चाहिँ म फेरि ट्रिप टु भुटान बोर्डर पार्ट 2 गर्ने सोचेर चाहिँ म निस्कँदैछु हो र अहिले फिलहाल बज्दैछ बिहानको 7:15 जाँदैछ होइन अन्त म एकदम रेडी भइसकेको छु हो ट्रिप टु भुटान बोर्डर नेक्स्ट पार्ट 2 गर्नुको लागि होइन आज चाहिँ मेन कुरा चाहिँ दिनले चाहिँ साथ दिन्छ कि दिँदैन एकदम धुम्मा छ दिन हो दिनले चाहिँ साथ दिन्छ जस्तो मलाई लागेको छैन तर पनि अब सोचिसकेपछि राइड चाहिँ अब एकदम कम्प्लिट गर्ने नै हो है दिन चाहिँ अलिकति खराबै छ सो म रेडी भइसकेको छु हो यहाँबाट अनि गुरुबथानबाट 2 जना साथीहरू छ उनीहरूसँग मिलेर जानेछु अच्छा मिलते हैं मोटो ब्लग पे ब्याक टु क्यामेरा हो म अहिले यहाँनिर गोरुबथान माइल बस्तीमा आइपुगेको छु हो साथी यहाँनिर रेडी छ साथी पनि म पनि रेडी अब अझै यहाँ 2 जना साथी बटुलेर जानुपर्ने चलो गरम महिना चाहिँ लागेछ होला साथी हो गरम महिना चाहिँ एकछिन त्यहाँनिर टेकाउनु बसेको एकछिन त्यहाँनिर पर्खेको हो ख्याल पसिना आयो च्याप भयो पसिनाले चाहिँ हामी सोमबारे बजार पुगिसकेको छौँ हो सोमबारे बजार पुगेर चाहिँ सञ्जय दा पनि आइसकेको छ हो यहाँ अगाडि सुभाष दा र श्यामले जाँदैछ अब चाहिँ सिधै लागेको भुटान बोर्डर लो जी लो फाइनली हम आ चुके हैं माल बजार आइपुग्यो हामी हो NS17 में क्या हुआ चलो अब हामी मालबजार आइपुग्यौँ हो मालबजारको यो नेसनल हाइवे 17 में हामी आइसकेको छौँ हो अब यहाँबाट चाहिँ भट्टाभट जाने हो सिधै चाल्छ त्यहाँदेखि त्यसको बादमा चाल्छ दिन पर पुण्यमोड दिन उकाल जोलुङ गयो बाटोहरू हो अहिले भने चाहिँ हामी चाल्सा आइपुगिसकेको छौँ हो चाल्सा आइपुगिसकेर पनि यहाँनिर सिग्नल लागिरहेको रहेछ रेड लाइटको हो अब हामी चाल्सादेखिको अगाडि बढ्दैछौँ हो अन्त सुभाषद्वारा श्यामदा त अगाडिकै अगाडि लागिसक्यो सिग्नल पाएन हो हामीले चाहिँ सिग्नल पायो अनि अब यहाँदेखिको धेरै छैन अब यहाँदेखिको त कति 4-5 किलोमिटर त छ खुन्ने मोडदेखिको त त्यहाँदेखि सिधै उकालो मजाको बाटो लागिहाल्नुपर्छ है अन्त मोटामोटी एभरेज स्पिड चाहिँ छ मेरो त्यो हाइवेमा 80 to 90 किलोमिटरमा म कुद्दैछु 80-90 किलोमिटरमा चाहिँ म अब यो हाइवेमा कुद्दैछु तर 80 to 90 एभरेज राख्दाखेरि चाहिँ कति बजी चाहिँ पुग्दो रहेछ म अहिले यसो विचार गर्दै गएर है अनि मलाई यो बाटोमा आउँदा चाहिँ जहिले पनि यो टर्निङदेखिको यताका जुन बाटो छ नि अब त्यो खुन्नेबाट आउने जस्तै यो बाटो चाहिँ साह्रै मनपर्छ हो सिन पनि यति साह्रो दामी देख्छ हो रुखपातहरूको ग्रिनेरी दामी देख्छ होइन बाटो पनि यस्तो खुलेको छ यो तेर्सो बाटो चाहिँ म साह्रै मनपर्छ क्या यहाँनिर जहिले पनि म आउँछु नि अचम्मै दामी लाग्छ नि आमा यो बाटो चाहिँ यहाँ हेर्नुमै त सधैँ हेर्नुमै त यो बाटो चाहिँ भन्ने कस्तो दामी लाग्छ मलाई क्या यो बाटो चाहिँ मजाले दुईपट्टिबाट रुखहरू हो बाटो पनि त्यो सिधा सिलो दामी लाग्छ मलाई यो बाटो चाहिँ
यहीँ अलिकति अगाडिदेखिको चाहिँ हामी लेफ्ट जानुपर्छ हो। खुन्या मोड भन्छ त्यसलाई होइन। खुन्या मोडदेखिको चाहिँ लेफ्ट हामी लाग्नुपर्छ। अब मोटामोटी आइपुगिगयो खुन्या मोड। आज यो बाइकको हाई स्पिड पनि अचिभ गरियो। 1:20 चलाइयो। 120 km/h हाई स्पिड अचिभ पनि गरियो ल यो बाइकमा। आज यो देख्दै गरेको यो चाहिँ हो खुन्या मोड हो। खुन्या मोडको देखिको चाहिँ हामी अब यहाँबाट लेफ्ट लाग्छौँ। इन्डिकेटर दियो लेफ्टको। अब हामी यहाँबाट लेफ्ट पस्छौँ। झोलुङ छ यहाँबाट 24 किलोमिटर। हेरौँ त साथी हो बिन्दु छ 7 किलोमिटर। सिप 7 किलोमिटर बिन्दु 32 किलोमिटर। अब चाहिँ हामी लाग्यौँ गैरीबास झोलुङपट्टि हो। गैरीबासमा हिरोजदा पर्खिरहेको छ। हिरोजदा पनि हामी आजको मेन गाइडै हो हिरोजदा। तोतेतङता सम्मको हो। अन्त हिरोजदा त्यहाँ पर्खिरहेको छ। र अहिले फिलहाल हामी चाहिँ यहाँनिर के भन्छ कुमारी मोडमा आइपुगेको छ हो। कुमारी मोड हो यो। कुमारी मोडदेखिको राइट जानुपर्छ। राइटपट्टि चाहिँ हाम्रो गैरीबास झोलुङ त्यहीबाट हामी जानुपर्छ। तोतेतङताहरू हो। अन्त यहाँदेखिको लेफ्ट चाहिँ हो गोरुबथान सामसिङ मेटली चाल्सा जानुपर्छ। अन्त एउटा कुरा यो बाटो कोही तपाईँहरू यहाँनिर आउँदै हुनुहुन्छ भनेदेखिलाई चाहिँ हेलमेट चाहिँ कम्पलसरी लगाइदिनुहोस् होला। किनकि यहाँनिर प्रायः चेकिङ हुन्छ हो। अनि चेकिङ भइसकेपछि तपाईँहरूको टाउकोमा हेलमेट छैन भनेदेखिलाई चाहिँ तपाईँहरूको एकदम मोटो चलान काट्न सकिन्छ। त्यो कुरा याद गरिदिनुहोस् है। र अब हामी एकदम भुटान बोर्डर वेस्ट बेङ्गलको लास्ट भिलेज तोतेतङताको एकदम नजिक छौँ हो। हामी एकदम रफ्तारमा अगाडि बढिरहेका छौँ। हेलो हम आ चुके हैं गैरीबास आइपुगिसक्यौँ हामी हो। अब चाहिँ हो अन्त यहाँ गैरीबास डाँडामा चाहिँ हिरोजदा हुन्छ भनेर भन्दै थियो आजको हाम्रो गाइड हो। यस हिरोजदा आजको हाम्रो गाइड फेरि हो। ल खै तपाईँको स्कुटी लिएरै जानु पऱ्यो नि। चलो जाउँ। हाफ बजे एकदमै यो पारिपट्टिको चाहिँ यो सबै झोलुङ हो त। यो मुनिपट्टि है यो झोलुङ हो। तल यो सेकेन्ड स्टेज पारिपट्टि डल्लै भुटान। त्यस्तो जाडो हुन्छ र त्यहाँ माथि जाडो हुन्छ। हामीलाई जाडो हुँदैन हो त। हामी एकदम यङ ब्लड हो। खुन उम्लिरहेको छ पुरा तातो खुन। साँच्चीमै चिसो भयो भने त अन्त मारे त सधैँ त माथि चिसो छ भने साँच्चीमै तर एकैछिन त हो गएर आइहाल्नु त हामी। आज चाहिँ हामी परेङटारको उकालो जाँदैछौँ हो। अस्ति चाहिँ अब पल्लो बाटोबाट गएको थियो हो। यो बाटो चाहिँ अलिकति उकालो छ। अब यहाँ एकछिन अलमल थियो हो परेङटारमा अलमल भएर चाहिँ हामी सिधै लाग्दैछौँ आफ्नो मन्जिलकै तरफ। हजुर यो बाटो चाहिँ तोतेतङता जाने बाटो हो। यहाँ माथि छ तपाईँको फर्स्ट कम्पाउन्ड आउँछ त्यहाँदेखिको दाउले। अब चाहिँ हामी लाग्यौँ तोतेपट्टि। अब यहाँ परदेखिको हल्का चिसो हुन थालिहाल्छ क्या। र बोला हो पानी पो सुरु भयो त हौ।
त्यही त पानी पायो त होइन है आम्बो के दाम दियो भने त्यो भ्याली लु गच्चिलो पानी आयो अब चाहिँ अन्त यो जग्गा चोङचुङ हो नि हामी जस्ट अहिले चोङचुङमा चाहिँ आइपुगेको हो यस्तो डल्लो त पानी पर्नु थाल्यो अब जो सायद सक्सेसफुल हुन्छ जस्तो छैन रोडेको जर्नी रहन्छ होला यो पानी नि एकछिनमा हामी चाहिँ अहिले यहाँनिर जस्ट अब पानी परेर हो बाइकहरू त्यहाँ राखेर एकछिन अब यहाँनिर बसिरहेको छौँ पानी रहन्छ होला एकछिनमा त्यो पारिपट्टि चाहिँ डल्लै भुटान रहेछ हो कालो चस्मा है त्यो उता देखिरहेको छ खोलेर हेर न अन्त अँध्यारो देखिरहेको मैले हो कालो चस्मा लगाएर आपको चाहिँ पानी सुरु भयो नि खतरा पानी खतरा पानी सुरु भयो नि सक्सेस हुनु साह्रो छ त्यही त भनेको अब प्रोजेक्टको जर्नी चाहिँ सक्सेस हुनु साह्रो छ बल्ल बल्ल पानी रोक्यो हो मोटामोटी 30 मिनट जस्तो चाहिँ पानी आयो अब चाहिँ फेरि हामी निस्किनु पर्ने हो एकदम भयो भने ताङता पनि पुग्नुपर्छ नि हौ दबाई खोलाको त्यो रातो पानी चाहिँ लिएर आउनुपर्छ नि दबाई हो नि त तपाईँको एकदम खोला चाहिँ नि रातै भएन हेर्नु ल अब पानी रोक्यो हो पानी रोकेर फेरि हाम्रो जर्नी स्टार्ट भएको छ है हल्का पानी त आउँदैछ सिमसिम अन्त अब यहाँबाट चाहिँ फर्स्ट चाहिँ हामी जानुपर्छ भोपाले भन्ने जग्गा सम्झिँदा हो भोपालेदेखिको त्यहाँदेखिको के आउँछ भन्दै थियो भोपालेदेखिको गोदकदेखिको चिसाङदेखिको चाहिँ तोदे आहा पानी त आउँदो रहेछ नि त पनि भिज्यो त हौ हजुर त्यसमा चाहिँ तिम्रो सिद्धेश्वरी माथि मन्दिर छ नि हजुर सिद्धेश्वरी मन्दिर र हाम्रो गुम्बाहरू पर्छ सिद्धेश्वरी गुम्बा यो उकालो चाहिँ हामी तोदेर आएको त दुईटै बस्नु ल अब माथि जान्छ अब यता चाहिँ तोदे है ओके हाम्रो आजको दाजु हिरोज दा चाहिँ आजको हाम्रो गाइड हो नि त अन्त कतिवटा पोइन्टहरू बताइदिनु हुँदैछ के गर्छौ बाल्टीहरू फ्याँकिरहेको छ त बाटोमा गाडीबाट झरेको होला है गाडीबाट झरेको होला नि ए यही होला भोपालेको पुल चाहिँ एकछिन रेस्ट यहाँनिर फेरि हो ए ग्राम पञ्चायतको बोर्डर हो यो अच्छा अब चाहिँ चलो ढिलो हुन्छ फोटो सेसन भनेर रोक्यो हो 15 मिनट त बितेकै छ लु है हामीले चाहिँ अब चाहिँ भोपाले काट्यौँ भोपालेको पुल पनि काटेर चाहिँ अब हामी तोदेताङमा ग्राम पञ्चायततर्फ लाग्यौँ अब चाहिँ निकै उकालो भेट्दैछ है पानीबाट लिएर छ नि त सुरुक यो बाटोमा चाहिँ हामी चाहिँ अब जस्तो एकदम अब रेनी सिजनकै उसमा आइपुग्यौँ हो अन्त यहाँनिर चाहिँ अब एकदम दामी क्लियर खुलिदिएको बेलामा आएको भए चाहिँ दामी हुने रहेछ हो डाँडाकाँडा वरिपरि दामी देख्ने रहेछ अब अहिले त फिलहाल अब रेनी सिजनले गर्दा फेरि सबैतिर त्यो कुहिरै छ होइन अन्त यहाँ हेर्नुहोस् त यहाँ तर रेनी सिजनमा भएर यस्तो उज्यालो खालको जग्गा क्या अब पारिपट्टि चाहिँ डल्लै भुटान अब हो अन्त हामी मोटामोटी अब वेस्ट बेङ्गलको अन्तिम भिलेजमा पुगिसकेको छौँ भनौँ न अब यो सुरुकदेखिको त यहाँ के भन्छ चिसाङहरू आएर त तोदे आइहाल्छ हौ वेस्ट बेङ्गलको लास्ट भिलेज हो के गर्छ हिरोज त ए खाल्टा रहेछ नि त त्यहाँनिर अब हामी जानुपर्ने चाहिँ यता हो के त हो यो उकालो हो अच्छा अब चाहिँ चिसाङपट्टि है ओके हामीले अब गोदक छोडेर चाहिँ चिसाङपट्टि लाग्दैछौँ हो चिसाङ सकेर तोदे बिस्तारै आरामले बाटो अलिक अप्ठ्यारो रहेछ हो अब चाहिँ रियल एडभेन्चर सुरु भएको रहेछ नि त आरामले जाउँ
ए अलिकति मात्रै त्यस्तो उक्लिनु मात्रै रहेछ हौ अप्ठ्यारो चाहिँ नि यता त ठिकै रहेछ बिस्तारै जाऊ पानीले आज साह्रो डिस्टर्ब गर्यो नि त पानी आउनु थाल्यो नि माथिबाट अब ला छिटाउनु थाल्यो नि हौ त्यहाँ रोकौँ बुन्दाबुन्दी सुरु भयो पानीले साह्रो डिस्टर्ब गर्यो आज त फेरि पनि यहाँ पानीले डिस्टर्ब गरेर हामी एउटा यहाँ घरमा आइरहेको छौँ हो यहाँ माथि बाइक राखेर चाहिँ कुद्दै आएको हेर्दा यो जग्गा कुन चाहिँ हेर त यो चाहिँ तपाईँको चिसङ आयो नि चिसङकै हो यहाँनिर चाहिँ अब गोदकमा आएर यहाँ घरमा चाहिँ हामी सबैजना बसिरहेको छौँ हो यहाँनिर छ श्यामदा सनिदा त्यहाँ बात मार्नु हुँदैछ हिरोज दा अन्त सुभाष यहाँ छ हो आज चाहिँ पानीले साँच्चै आउँदैन नि हाम्रो हेभी डिस्टर्ब गऱ्यो नि यस्तो पानी पर्दैछ हेर्दै माथिबाट लगाउने पनि खप्रो क्या त्यो प्लास्टिकको खालको क्या उयो छैन नि त कस्तो भन्नु त मुटेबाट छैन माथिबाट खप्पै लगाउनु मात्र बिच नि त्यसलाई त अब यहाँ फेरि हामी यहाँनिर बसेर हो अब कहिले पानी रोकिन्छ त्यहाँदेखि फेरि जाने अब त आइपुगिहाल्यो तोदे बल्ल पानी रोक्यो नि हौ त्यतिको ओ के भयो अरे श्याम दा पानी सम्झी आयो अरे सम्झी आउँछ नि आयो सट्टै हरायो फेरि आइहाल्छ उतादेखि पानी फेरि पानी रोक्यो हो अब फेरि हामी आफ्नो मन्जिलतर्फ लाग्दैछौँ है धेरै लामो गफ भयो त्यहाँनिर मजा पनि आयो त होइन हो छैन त ए यहाँबाट ऊ चाहिँ अप्पर चिसाङ 1.9 किलोमिटर रहेछ नि त तल्लो चिसाङदेखि माथिल्लो चिसाङसम्म के त्यहाँदेखि सम्मसम्ममा छ त के छैन त्यहाँ हुँदा त अन्त कस्तो खालको हो यो त अन्त पानी पर्दै उक्रिँदै पानी पर्दै उक्रिँदै हेर नि अघि श्यामदाले भने जस्तो क्या सम्झिँदै पानी पर्दैछ फाइनली हामी एन्टर गरिसकेको छौँ तोदे भिलेज यो चाहिँ हो तोदे भिलेज मजाको बसाइलो जग्गा रहेछ अब अहिले तोदे भिलेजमा आइपुगिसकेको छौँ हो अन्त तोदे भिलेज पनि काटेर चाहिँ अब हामी तल अब दबाई खोला निस्किने हो दबाई खोलादेखिको अझै भयो भनेदेखि लिएर पारिपट्टि टाङटाहरू पनि पुग्ने चाहिँ अब आज सोचेको छु म तर कहाँसम्म पुगिन्छ हेर्दैछौँ अन्त यस्तो मजाको घरहरू बनिएको रहेछ यहाँनिर मजाको पो रहेछ त साँच्चीमै तोदे त यस्तो सोचेको थिइनँ नि मैले यहाँनिर यस्तो छ भनेर खतरा उकालो छ त यहाँबाट त अन्त तोदे ताङ त खसमलको ब्याङ्क होला यहाँनिर के हो त्यो तोदे बजार हो यहाँनिर के भयो ए त्यही त त्यस्तै लाग्दैछ नलड्यो कि जस्तो लाग्यो कि ओह्रालोमा अन्त एउटा ओह्रालो अप्ठ्यारो छ त होइन केही पनि भएको छैन रहेछ ठिकै छ वेलकम टु तोदे बजार हो हामी अहिले यहाँनिर तोदे बाइकहरू त्यहाँ राखेर तोदे बजारभित्र एन्टर भइसकेको छौँ हो
सिमसिमे पानी आइरहेको छ है तौले बजारमा हामी पस्दैछौँ अब भित्रभित्र हेर्दै जाउँ है पानी पनि पुरा पर्यो हो अन्त यहाँनिर एकदम तातो तातो लङ्साको मोमो अचारसँग यता सबै भेज मोमो खानेहरू यहाँ छ हो लाङसाको मोमो खाने यहाँ म एक्लै छु अब चाहिँ हामीले बिस्तारै बिस्तारै तौदे भिलेज पनि छोड्दैछौँ हो ताङतापट्टि लाग्दैछौँ हो र बाटो चाहिँ अलिक च्यालेन्जिङ हुँदै जाँदैछ क्या बिस्तारै बिस्तारै आरामले हाम्रो हिरोज दा गाइड दाजु अगाडि छ हाम्रो बाटो अलिकति यहाँनिर अप्ठ्यारो भएको कारणले गर्दा फेरि हामी बाटो छान्दै जाँदैछौँ यहाँनिर हो यो चाहिँ के हो होमस्टेहरू जस्तै है सानो यो डल्लो चाहिँ के हो फेरि त्यो हट हाउस जस्तै ग्रिन हाउस जस्तै त्यो डल्लो नि ग्रिन हाउसै होला है टेन्ट त होइन होला हौ ग्रिन हाउसहरू के बनाएको होला मजाको क्या डल्लो भुटान सीमा पर करने के लिए स्वीकार पहिचान के भुटान आउनु आँट्यो क्या हो कहाँ आइपुग्यो हामी त पहिचान पत्रहरू ल्याउनु भन्दैछ त ए अच्छा यही हो दबाई खोला ए वेलकम टु दबाई खोला यस दबाई खोला दिस इज द दबाई खोला देखियो सधैँ त ऊ रातै छ दबाई खोला एउटा ढुङ्गा टिपेर लानु पऱ्यो दबाई खोलाबाट सो फाइनली हामी आइपुग्यौँ तोदे काटेर पनि तल हो तोदेदेखिको तल जाँदाखेरि अब हामी आइपुगेको छौँ दबाई खोला है दबाई खोला चाहिँ अब यसलाई किन भनेको भन्दाखेरि चाहिँ त्यस्तो चाहिँ मलाई थाहा भएन के छ भनेको दबाई खोला हो अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले दबाई खोलामा चाहिँ सबै पानी चाहिँ रातै हुँदो रहेछ रातै एकजना ब्रदर जाँदैछ बाइकबाट हो ढुङ्गाहरू चाहिँ रातै रहेछ नि त यहाँनिर पानीहरू रातै हो र तपाईँहरूले यहाँनिर अहिले देख्नु हुँदैछ है यो दबाई खोला भन्छ यसलाई होइन अन्त यो देखिहाल्नु भयो ढुङ्गाहरू सबै दबाई खोलाको चाहिँ रातै रातो रहेछ हो अन्त यो दबाई खोला जस्तो पार गर्छौँ होइन यो खोला पार गरेर जाँदाखेरि चाहिँ यो माथिको सबै यतापट्टिको डाँडाहरू चाहिँ सबै ताङता भिलेजहरू रहेछ हो यो चाहिँ हो तपाईँहरूको वेस्ट बेङ्गालको लास्ट भिलेज यहाँदेखिको उता वेस्ट बेङ्गालको कुनै भिलेजै छैन यहाँदेखिको उता डल्लै भुटान पर्छ किनकि यो पारी देख्नु हुँदैछ यो डाँडा क्यामेरामा देख्दैछ बस यो डाँडा हो त्यहाँदेखि यो डाँडाहरू चाहिँ सबै हो भुटान हो यहाँनिर घरहरू पनि देख्दैछ भुटानको तर क्यामेरामा देखेको छैन होला हो त्यो डाँडा चाहिँ भुटान यो चाहिँ हो ताङता पानीहरू त तोदेको जङ्गलमा आएर यहाँनिर ताङताको छेउमा आएर पानी परेको बिजोक छ है बिजोक भएन आज हामीलाई आज चाहिँ साँच्चै नदिएको वेदरले नि दा बिजोक हेर है आज चाहिँ हामीलाई चाहिँ पानीले चाहिँ एकदमै साथ नदिएकै हो अन्त यहाँ जस्तो दबाई खोलामा आइपुगेको थियो होइन एउटा दुईवटा भिडियो सुट गर्नु चाहिँ पाएँ त्यस्तै पानी आयो पटङ अन्त यहाँनिर चाहिँ एउटा अब यो सायद एउटा यहाँभित्र चाहिँ होमस्टेहरू छ होला हो यो भित्र हामी जाँदैछौँ है तल छ नि हेरिराख्छौँ के कस्तो छ यहाँनिर बाइकहरू हामी यहाँ पार्किङ गरिरहेको छौँ हो अहिले कतिलो पानी आयो नि त अहिले केटाहरू त गइ छैन गइ पनि सकेको छ तल यहाँबाटै अब हामी जाँदैछौँ हो कहाँसम्म तलसम्म के कस्तो छ हेरिराख्छौँ है यहाँ हेर्नुहोस् अगाडि यस्तो छ यहाँनिर मकैहरू उम्रिँदो रहेछ सिमीहरू साइडमा डल्लै धुप्पी नै धुप्पी देख्छ
अहिले चाहिँ जस्ट फिलहाल अब त्यो बाटोभित्रभित्र हामी पसेर होइन यहाँनिर आइपुग्यौँ म। यहाँनिर चाहिँ अब होमस्टेहरू धेरै रहेछ नि त, होमस्टेहरू रहेछ यहाँनिर है। तर अहिले सबै बन्द रहेछ, खै के कारणले गर्दा हो। हेर्नु साथीहरूको फोटो सेसन हुँदैछ साथीहरूको हो। अन्त यो चाहिँ रहेछ दबाई खोला। अन्त आज चाहिँ हामीलाई चाहिँ एकदमै वेदरले चाहिँ साथ नदिएकै हो नि त, किनकि अब अहिलेदेखि अब आउँदादेखिकै पानी परेकै छ होइन। तर पनि अब हामीले यहाँसम्म चाहिँ अब हाम्रो जर्नी चाहिँ हामीले कम्प्लिट गऱ्यौँ है। यो चाहिँ हो तपाईँहरूको लास्ट, यसलाई चाहिँ भन्छ है तोदे नै भन्छ यसलाई। यहाँसम्म चाहिँ रहेछ तपाईँहरूको तोदे। अनि तपाईँहरूको यो जुन खोला छ, यो खोलादेखि त पारिपट्टि चाहिँ यो यतापट्टिकोहरू चाहिँ डल्लै यो जुन देख्दैछ यो तपाईँहरूको यो यतापट्टिकोहरू चाहिँ ताङताहरू रहेछ, ताङताहरू रहेछ हो। अनि यो तोदे अनि ताङता चाहिँ वेस्ट बेङ्गालको चाहिँ एकदमै लास्ट भिलेज हो। यहाँदेखि उता वेस्ट बेङ्गाल नै सक्यो, किनकि यो पारिपट्टिको डल्लै यो भुटानहरू हो होइन। अन्त यो चाहिँ हो तपाईँहरूको वेस्ट बेङ्गालको लास्ट भिलेज होइन। आजको भ्लग चाहिँ अब एकदमै लामो हुनु भयो नि त हो। अन्त तपाईँहरूले अहिलेसम्मको भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। यसरी नै अब मलाई सपोर्ट कन्टिन्युस यसरी नै गरिदिनुहोस् है। अझै तपाईँहरूलाई म दामी दामी कन्टेन्ट लिएर आउँदैछु हो। फेरि पनि पानी अब सुरु भइहाल्यो है। आजको भ्लग चाहिँ म यहीँनिर एन्ड गर्दैछु है। तपाईँहरूलाई के कस्तो लाग्छ यो भ्लग हेरेर है, कति इन्जोय गर्नुभयो है, यसो कमेन्टतिर गरिदिनुहोस्। राम्रो लाग्यो भनेदेखि लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस्। ओके, बाई बाई।